हेलो गाइज, आज चाहिँ हामी नयाँ भ्लगको साथ आइसकेको छौँ। आज चाहिँ लास्ट झ्याउ लाग्यो कि गाइजहरू यार, धेरै दिनपछि बनाएको लास्ट झ्याउ लाग्यो यार गाइज यार। अब किसको बारेमा ए भाइ पक्का पक्का भाइ पक्का रोक्यो हो न मलाई बिच बिचमा यार। ए भाइ फेरिमा आ यार भाइ यार चिने चिने हैन अनि हल्का बिचमा रोक्यो है भाइ। तिमी के गर्न गएको भाइ? के रे तिमी के गर्न गा? म्याराथन दौडा। म्याराथन दौडे फर्स्ट भएर नि त तिमी हो? आम्बो भाइ त के हो, डन हो। चुस्पाराज हो नि त फेरि। चुस्पाराज तिमी त म त न्युजमा सुनेको थिएँ त, तिमी त त्यो नेपालको डन रे नि त हो? नेपालको हो र विश्वभरको। आम्बो तिमीले कतिजनालाई कुट्यौ तिमीले? मैले 1,45,679 जनालाई। ए पुरै गनेरै राख्या? ओ भाइ त डनै रहेछ त के हो? 500 चोटि 500 चोटि के पो भएको थियो कि मेरो। के भएको थियो गाई? कस्तो टाइममा फाइट हान्छु नि मैले फेरि। हेर्ने हो स्टाइल। ल तिमीले एउटा फाइटको स्टाइल देखाउ त। ल बटरफ्लाई किक देखाउ त तिमी। ल हेर्नु त सबै। ल देखा नि उसका। ओम्बो भाइ त ओ दामी देखाइदियो त। आऊ त आऊ। अब तिमीलाई ढिलो भयो है? ढिलो भयो ढिला भइसक्यो कि दाइ यार। एउटा चिज भन्नु अनि म जान्छु। बुर्सुले किक देखाउनु पर्ला। हम्मर किक देखाऊ। हम्मर ल भाइले हम्मर किक देखाउँछ है। ल ल ल भाइ ल हम्मर किक। ल के खोजेको भाइ? हम्मर किक देखाऊ भनेको। हम्मर हैन त्यो हम्मर किक खान लाग्यो। हम्मरले किक ए भाइ सर भाइ तिमी के गरेको भाइ? हम्मर किक। ओ भाइ यार भाइ ओ भाइ यार तिमी के गरेको भाइ? कहाँबाट आएको साइको किलर जस्तै लाग्यो त भाइ यार तिमीलाई त यार। ल बाई